ल ल हेर्नुहोस् है त दुईवटा वासरुम भएको 5वटा रुम भएको 3 BHK फ्ल्याट कस्तो छ हेर्नुहोस् है। यो चाहिँ रहेको छ एटेच रुम रहेको छ है। यसमा चाहिँ पर्सनल एटेच रुम छ, एकदमै राम्रो छ। यो चाहिँ कमोडवाला छ है। अनि यसमा हेर्नुहोस् रुममा पनि तपाईँलाई कलर भर्खरै लागेको छ है। कलर भर्खरै लागेर यो रेन्ट मलाउनलाई ठिक्क पारेको हो। देख्नुभयो होला यहाँ मुनि पनि ओछ्याएको छ है। र तपाईँले यता टाली छ, यताबाट बाहिर जाने यो हल्का बारदली के भन्छ त्यस्तो पनि छ है। यहाँ पनि एकदमै स्पेस ठुलो भएको रुमहरू हो क्या। यो अब 15x16 कि 15x17 को रुम भन्नुभएको छ। हेर्नुहोस् यतिको राम्रो रुम छ है। तपाईँलाई चट्ट बनाएर कलर गएर उहाँले राख्नुभएको छ हाम्रो साउजीले। र त्यसको यता हेर्नुहुन्छ नि बाहिरपट्टि तपाईँलाई अब लुगासुगा सुकाउने होइन, यो बरन्डा जस्तो हो। र यहाँ पर देख्नुभएको छ नि, यो पर देख्नुभएको चाहिँ तपाईँलाई पूजा यदि गर्नुहुन्छ भने पूजा गर्नको लागि तपाईँलाई पूजा कोठा पनि राखिदिनु भएको छ उहाँले है। अब होइन पूजा कोठा त सानै त हुन्छ नि होइन, तर पनि एकदम राम्रो भगवान्को फोटो नि एउटा रहेछ है। यस्तो छ र हामीले यहाँदेखि बाहिर चाहिँ देखाउन मिल्दैन है, त्यो अब आफै बुझ्नु होला। र यहाँदेखि अब प्यासेज भयो। अनि यो एउटा रुम भयो तपाईँलाई है। मैले हेर्नु एउटा रुम भयो। अब यहाँदेखि सर गएर यता दाहिनेपट्टि हेर्नुहुन्छ नि यो अर्को एटेचवाला रुम भयो होइन। एकदमै ठुलो स्पेस छ क्या। तपाईँलाई त्यो सानो त होइन के, एकदमै ठुलो छ। अनि यो तलबाट आउने यता तल माथि जाने यता भयो भने तलबाट आउने यता हो, तर यहाँ चेन गेट लागिहाल्छ, बाहिरको बाहिरै हुन्छ। अनि यता सिधै भनेको यो सिटिङ रुम भयो है। तपाईँलाई सिटिङ रुम भयो, एकदमै ठुलो स्पेस भएको है। यो भनेको चाहिँ कुन फ्लोरमा भन्दा बिचक फ्लोरमा हो है, देखिहाल्नु होला। र यता जानुहुन्छ भने यहाँ नर्मल प्यानलवाला अब टोइलेट बाथरुम छ है। यहाँ चाहिँ हेर्नुहोस् अब यता पनि हेर्नुहुन्छ भने यहाँ चट्ट पनि एकदमै ठुलो रुम छ है। तपाईँलाई अब कमोडवाला प्यानलवाला टोइलेट बाथरुम जस्तो भयो भने दुईटै तरिकाको छ है। कसैलाई 18 हुन्छ, कसैले उयो हुन्छ नि त। त्यही भएर यता हेर्नुहुन्छ भने यहाँ किचन भयो है। यो किचन पनि कस्तो भन्नुहुन्छ भने किचनबाट पनि बाहिर उता जाने छ है, बारदली एकदमै राम्रो छ है किचन पनि। अब यो किचन पनि तपाईँलाई मोल्डिङवाला नै किचन हो क्या। यो तपाईँलाई यो क्यामेरामा चाहिँ अलिकति कस्तो आएको छ है। यो किचन पनि तपाईँले हेर्नुहोस् र एकदमै राम्रो छ क्या। तपाईँलाई अब सबै यो एकदम राम्रो माथि हावा तान्ने यो पङ्खा नै लगाइदिनु भएको छ। र यहाँदेखि अब यस्तो गरेर हेर्नुहुन्छ नि यहाँदेखि बाहिर जानुपर्ने छ नि त। यदि बाहिर यो खोलेर पनि हेर्नु है, तपाईँलाई देखाइदिन्छु। र हेर्नुहोस् यहाँ बाहिर खोलेर पनि यहाँ यता पनि तपाईँले लुगा सुकाउने बारदली एकदमै राम्रो छ है। यदि हजुरहरूलाई लिनु चाहनुहुन्छ भने तुरुन्त हाम्रो सम्पर्क गरेर कल SMS को लागि फेसबुकमा SMS गर्न सक्नुहुन्छ है। हाम्रो वाट्सएप नम्बर सब नम्बर हाम्रो फेसबुकमा छ, झापा रुम रेन्ट जब सेवा है।